नि कपडा मिलाएको छ थाहा कहाँनिर निस्छ भन्थ्यो आमा मेरो भिसा आयो नि पर्सि फ्लाइट छ विदेश नजाने अनिको होइन र किन जानु लाग्छ फेरि जान्न त जान्न भन्ने थिएँ के आमा तर के गर्ने यत्रो धेरै ऋण छ यहाँ बसेर ऋण तिर्न पनि नसक्ने भयो र छोराछोरीलाई पढाउन पनि नसक्ने भए त्यही भएर बरु 2-4 वर्ष गएर कमाउन पाए ऋण तिर्न सकिन्थ्यो कि भनेर आमा ल ल मैले अनिको त काम अन्चार तैँले जेसी गर लाउनु यो कोट पनि त चाहिएला मलाई लाउनु पर्दैन आमा किन चिन्ता मान्नु भएको छ र सधैँभरि घर बसेर केही गर्न सकिएन भनेर जान थालेको नि आमा पिर नमान्नु न आमा नरुनु न के रुनुहुन्छ तपाईँ नरुनु आमा म छिट्टै आउँछु नि अन्त के गर्ने लाउनुस् फोन आयो हजुरको ल मेरो फोन आयो आमा गएँ है नरुनुहोस् हिँड्नुहोस् टिका लगाइदिन्छ बाबा मैले लैजान्छु बहिनी चाहिँ होइन होइन अब छोरा त नाला अन्त मानेनस् के अरे फोन गरेस् कहिले आइदियोस् भेट हुने आमा पिर नमान्नु है पिर नमान्नु म छिट्टै आउँछु आमाको ख्याल राख है तिमीले ल म अब गएँ फेरि के हो र आमा त्यस्तो कुनै होइन के ल बस्नु नि आमा नरुनु हिँड्ने बेलामा त नहुन्न आशीले खानुहुन्न बाबु जाऊ अब घर जाऊ म जान्छु है ल राम्रोसँग पढेँ नि अनि कहिले आउनुहुन्छ हजुर अब म 1-2 वर्षपछि आउँछु है छोरा किन अब टाढा गएपछि त कहाँ चाँडै आउनु पाइन्छ र है ल्याइदिनुहुन्छ जे भन्छु त्यही ल्याइदिन्छु है ल बस है त ल बाई